हेलो गुड आफ्टरनुन एभ्रिवान, के गर्नुहुँदैछ तपाईँ? म चाहिँ जस्ट नयाँ निस्केको। अब खाना खाऊँ, लन्च गरौँ भनेको। आज चाहिँ वेदर एकदमै राम्रो छ, घाम पनि लागेको छैन है। क्लाउडी छ, शीतल छ आज। शीतल भन्दा पनि सधैँको भन्दा अलिकति उयो यतिको छ वेदर चाहिँ यताको चाहिँ। अब चाहिँ म खाना खान आँटेको। अन्तखेरि चाहिँ आजको मेन्यूमा चाहिँ के बनाएको छ भन्दाखेरि चाहिँ आज चाहिँ मैले के भन्नु त अस्तितिर आउनुभएको थियो, उताबाट गुन्द्रुक ल्याइदिनु भएको थियो। त्यो कारणले आज चाहिँ गुन्द्रुकको झोल बनाएँ। नेपालीहरूको फेभरेट है, यो चाहिँ कहिले पनि छोड्दैन। म त यही खानु मनपर्छ यहाँ बसेर चाहिँ। त्यहाँबाट यो चाहिँ के भने नि, यसमा चाहिँ आलुको दालको त्यो उयो बनाएर हालेको हुन्छ हो। अन्त यो चाहिँ के को सब्जी भन्दा चाहिँ मैले खाइनँ। हाम्रो केराको त्यो दाम्चा भन्छ, केराको दाम्चाको त्यो बिचको वाइट निकालेर चाहिँ त्यसबाट चाहिँ सब्जी बनाएर खाँदैछ। त्यसले गर्दा चाहिँ प्रेसरको लागि चाहिँ एकदम राम्रो भनेर चाहिँ त्यो किनेर खाँदैछ। यो चाहिँ माछाको टाउको चाहिँ यहाँ चाहिँ यस्तो प्रकारले बनाउँछ। यहाँ चाहिँ बेङ्गोलीमा चाहिँ के हो भने हर सब्जीमा चाहिँ आलु चाहिँ हालेरै हुन्छ, आलु बिना चाहिँ सब्जी चाहिँ हुँदैन है। तर यो माछाको टाउको बनाएको यस्तो प्रकारले बनाउँछ। हामी चाहिँ अर्कै झोलवाला बनाउँछ, यहाँ चाहिँ यस्तो टाइपको बनाउँछ। त्यो चाहिँ खासै त्यति हो। यो बाटा माछा फ्राई गरेर राखिदिएको रहेछ मेरो लागि। अनि यो राइस। अब चाहिँ म खानु स्टार्ट गर्नु, प्लेट रेडी छ। म चाहिँ खाना खान्छु। बादमा भेटौँला नेक्स्ट भिडियोमा। बाई, हेभ अ नाइस डे।